हेलो एन्ड नमस्ते सबैजनालाई। के छ सबैजना सन्चै आरामै त हुनुहुन्छ? हामी पनि एकदम सन्चै आरामै छौँ। अनि आज चाहिँ हामी माथिको डाँडामा जाँदैछौँ, जुन तपाईँहरूले पहिलाको भिडियोमा नि हेर्नु होला। धेरै पहिलाको 1 वर्ष पहिलाको भिडियोमा नि हामी गएका थियौँ। त्यहाँ चाहिँ गएर आज हामीले मासु सासु पार्टी हान्दैछौँ। ल यहाँ चाहिँ छ हाम्रो मासु सासु छ, स्प्राइट पनि छ, पानी छ। अब यहाँ दाइहरू फेरि पनि स्प्राइट ल्याउनु जानुभएको छ। अब चाहिँ माथि गएर हाम्रो पार्टी सार्टी चल्छ, मजा गर्छौँ हामीले चाहिँ माथि गएर, होइन? ल के छ, ठिक छ नि? माथि गएर सब्सक्राइब गर्नुहोस् विपिनलाई। ल विपिनलाई सब्सक्राइब गर्नु पऱ्यो। अब चाहिँ हामी माथि जान्छौँ। अब के हुन्छ त बाटोमा, कसो कसो गर्छौँ, कसो रमाइलो गर्छौँ माथि गएर हेर नबिर्सनु ल अगाडि भिडियो। ल हामी चाहिँ माथि कन्टिन्यू चढिरहेका छौँ। दाइहरू चाहिँ यता हुनुहुन्छ है। ल ल हामी चाहिँ लगभग माथि नै आइसक्यौँ। अलिक छ अलिकति बाटो त। ल हेर्दै जानु होला। ल है ल हामी चाहिँ चढे आइसक्यौँ। ल पुरै हाम्रो ट्रिप चाहिँ दह्रो चलिरहेको छ। देख्न सकिन्छ। ल बवाल भइरहेको छ है, बवाल। तल झरेर थम्नु त। ल है ल हाम्रो ट्र्याकिङ चाहिँ चलिरहेको छ। ल दाइ चाहिँ हाम्रो पछाडि नै हुनुहुन्छ है। दाइ चाहिँ थाकेर लोत पर्नु हो। ल हामी चढम गाइस सँगै। निरन्तर हामी गन्तव्यतर्फ लागिरहेका छौँ। यहाँको दृश्य चाहिँ अद्भुत छ, आफैमा प्रिय छ है। गाउँ आएको बेला यस्तो एक्सपिरियन्स लिन चाहिँ नभुल्नु होला। ल यहाँको अहिलेको दृश्य चाहिँ यस्तो चाहिँ हालको। ल ल है ल हामी चाहिँ फाइनली माथि चाहिँ आइसक्यौँ। आएर यहाँ यसो फोटासोटा खेल्ने चाहिँ हावाकानी गर्दै थियौँ। ल अहिले चाहिँ म टपमा छु है। ल अहिले चाहिँ म टपमा छु। पछाडि ब्याकग्राउन्डमा नि बबाले भ्यू आएको होला। ल ल हेर्न सकिन्छ, बब्बालाई देखिएको छ है यहाँबाट चाहिँ। ल यो चाहिँ यहाँ देखिएको चाहिँ हाम्रो गाउँ रूपाकोट रहेको छ भने यता चाहिँ हाम्रो एलपिल भयो भने यो चाहिँ हाम्रो चितपानीको गाउँ रहेको छ। ल त्यहाँ चाहिँ हाम्रो खाने तयारीवरी चल्दैछ। म चाहिँ यता छु, अहिले टपमा छु है। राइट नाउ म चाहिँ अहिले टपमा छु। बब्बाल फिल भइरहेको छ। ल ओहो सिरिरी हावा साथमा यो रमाइलो माया अद्भुत छ है यो दृश्य चाहिँ। एकदम बवालै भइरहेको छ। अब चाहिँ हामी खानीतर्फ पनि जानु पऱ्यो होइन। अब खानासाना हाम्रो हुन्छ, बवालै भइरहेको छ राइट नाउ चाहिँ। ल हेर्न सक्नुहुन्छ हजुरले। ल यहाँ चाहिँ अब हामीले बसाबस गरेर खानासाना खान्छौँ। यहाँ देख्न सकिन्छ दृश्य चाहिँ अद्भुतै छ है। जोजजीले पनि मेरो युट्युब च्यानल अहिले हेरेर बसिराख्नु भएको छ। सपोर्ट माया देखाइदिनु होला। मैले भिडियो निरन्तर नै हालिरहेको छु लगभग। ल अब चाहिँ हाम्रो खाने तयारी चल्न लागेको छ। ल यसो मासु खोल त, मासु सुन देखाम। ल स्प्राइट चाहिँ माथि छुटो मैले ल्याएर। ल है ल हाम्रो चाहिँ मासु यहाँ छ टक्क पारामा। ल चिलिङ मुभमेन्टमा छौँ है हामी चाहिँ अहिले।